आजको एउटा ऐतिहासिक हाम्रो कर्मचारी समाजको परिचयात्मक गोष्ठी समारोहका हाम्रा अध्यक्षज्यू र आज हामीले स्रोत व्यक्तिको रूपमा हामीले अनुरोध गरेर पाल्नुभएका आदरणीय गङ्गा कर्माचार्य पौडेलज्यू, आदरणीय राजेन्द्र रिमालज्यू, आदरणीय किरण कर्माचार्यज्यू, उहाँहरू तीनैजनालाई हामीले स्रोत व्यक्तिको रूपमा आजको यस कार्यक्रममा पाउँदा हामीलाई धेरै ज्ञान सिक्न पायौँ। त्यो खुसी पनि भएको छ र अर्को हामीलाई चाहिँ गौरव पनि लागेको छ र उहाँहरूलाई धेरै धेरै हाम्रो बनेपा नगर समितिको तर्फबाट, कर्मचारी समाज कार्य जिल्ला शाखाको तर्फबाट हार्दिक हार्दिक हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। र यस कार्यक्रममा सहभागीको रूपमा पाल्नुभयो यहाँहरू सबैलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। आज हामी सबैले महसुस गरेको कुरा हो, हाम्रो सहभागी सङ्ख्या कम छ है, तर केही छैन होइन। के भन्ने चलन छ भने लिटिल ड्रप्स अफ वाटर मेक द माइटी ओसन एन्ड लिटिल ग्रेन्स अफ साइन मेक द प्लेजेन्ट लाइन। यसरी चाहिँ सुन्दर भूमि बन्न सक्छ, महासागर बन्न सक्छ, तर हामीले सकारात्मक रूपमा प्रयास गर्दै हामीले जानुपर्ने हुन्छ। त्यसै कारणले हाम्रा अर्का विद्वानले के भन्नुभएको छ भने अध्ययव सारे न किम न भवति, प्रयास गर्दै गयो भने के हुँदैन भन्ने कुरोहरू भएको छ। आज हामी मैले भर्खर भनिहालेँ, आजको हाम्रो कार्यक्रम ऐतिहासिक र कर्मचारी समाजको परिचयात्मक गोष्ठी भनेर सुरु गरेको। त्यसमा पनि काभ्रे जिल्लाको हाम्रो 3वटा नगर समिति मध्ये बनेपा नगर समितिमा पहिलोपटक गरेको। त्यस कारण हामीले चाहिँ भविष्यमा हामी प्रयास गर्नेछौँ, धेरै सङ्ख्या जम्मा गर्नेछौँ, धेरै कुराहरू हामीले बुझ्दै जानेछौँ, त्यो सबै हुनेछ। र आज हामीले विभिन्न यो सेसनहरू तयार गरेर आज एउटा राम्रो गोष्ठीको रूपमा हामीले चाहिँ योजना बनाएका थियौँ होइन। अब त्यो योजनाको लागि जुन किसिमको हाम्रो चाहिँ अहिले उपलब्ध भयो नि, हामीलाई प्राप्ति भयो नि, त्यो हामीले ठुलो सम्झेका छौँ। किनभने हामीले सोचेको सबै हुनसक्छ भन्ने कुरो छैन होइन। किनभने त्यो समयले, परिस्थितिले, सबै कुराहरूले असर गर्ने हुन्छ। तर आज जे उपलब्धि हो त्यो एकदम ठुलो हाम्रो उपलब्धिको रूपमा हामीले सम्झेका छौँ। अब हामीले सुनिहाल्यौँ, हामीले कति महत्त्वपूर्ण कुराहरू सुन्यौँ। एकातिर हाम्रा चाहिँ राजेन्द्र रिमालज्यूले होइन काठमाडौँको जुन चाहिँ उपत्यका तलाउ भएर बसेको होइन, लाख वर्ष पुरानो भनेर उहाँले सम्झाउनु भयो होइन, त्यो हामीले सुन्न पायौँ होइन। अनि त्यसै गरेर हाम्रा गङ्गा दिदीले होइन नेपालमा कर्नाटक वंशीका राजाहरू आउनु भएर यो कर्मचारी मतलब त्यहाँबाट सुरु भयो भन्नेहरू कुराहरू सुरु भयो होइन। त्यस कारण चाहिँ हामीले जान्न खोजेको कुरो के त भनेर चाहिँ कर्मचारी भनेको के हो होइन। कर्मचारीहरूको बारेमा हामीले बुझ्न खोज्दाखेरिमा अब उहाँहरूकै पछ्याउँदै होइन मैले एउटा के थप्न चाहन्छु भनेदेखि हामीले एउटा धेरै कुराहरू हामीले यहाँ पनि एउटा इतिहासका विद्यार्थीहरू हुनुहुन्छ होइन, यहाँ विज्ञ हुनुहुन्छ, यहाँ थाहा पाउनुभएको छ। यो काठमाडौँ धेरै वर्षसम्म तलाउ भएर बसेको बेलामा त्यो तलाउको छेउमा नेमुनी भन्ने ऋषिले तपस्या गरिरहनु भएको। नेमुनी ऋषिले तपस्या गरिरहनु भएको। त्यहाँ न राजा थिए न प्रजा थिए, केही पनि थिएन। पछि चाहिँ त्यो तलाउलाई होइन अब दुईवटा कुरा सुन्न पाइन्छ। एउटा कुरा चाहिँ चीनको मन्जुसले आउनु भएर चोबारको डाँडा काटेर होइन त्यहाँको पानी सबै बाहिर पठाइसकेपछि त्यो एउटा बलौटे भूमिमा पछि सहर बसालेर सुरु हुँदाखेरिमा सबभन्दा पहिला यसरी चाहिँ हाम्रो चाहिँ राजा मतलब प्रजा सुरु भयो। त्यो राजा प्रजा सुरु हुनुमा सबैभन्दा पहिला हाम्रो दिदीजीले भन्नुभएको छ पहिला ज्यापु वर्ग होइन, जुन चाहिँ गोपाल वंशी, महेश वंशी इत्यादिदेखि सुरु भएको हामीले चाहिँ इतिहासहरू सुन्नु पाइन्छ होइन। अर्को कुरा चाहिँ फेरि हाम्रो
यो सनातन यो हिन्दू होइन आध्यात्मिक जुन हिन्दू धर्मका व्यक्तिहरूले चाहिँ कृष्णले चोभार नारा काटेको भनेर पनि अर्को कथा पनि जोडेको छ। दुईवटा कुराहरू सुन्न पाइन्छ। यो चोभारको डाँडा काटेको विषयमा त्यहाँको पानी बाहिर पठाएको र त्यहाँको सहर बस्ती बसालेको छ, दुईवटा कुरा सुन्न पाइन्छ। अब पहिलो कुरो त के भनेदेखि मानिस बसिहालेको छ, त्यो मानिस चाहिँ ती चाहिँ अब निवार नै भन्नु पाउँदा हामीलाई अर्को गौरव लाग्छ। अनि त्यसपछि आएर चाहिँ जय स्थिति मल्लले जातिमाला भन्ने बनाइसकेपछि हामी कर्मचारीको रूपमा भयौँ भन्ने कुराहरू चाहिँ हामीले चाहिँ त्यो इतिहास हामीले थाहा पाउनु पाएको बुझ्न पाएको एउटा खुसीको कुरो छ। अर्को कुरो नेपालमा कर्मचारीको प्रवेश चाहिँ एकातिर दिदीले भन्नुभएको जस्तो कर्नाटक वंशीबाट होइन नान्यदेव होइन अनि हरिसिंहदेव राजाहरू हुँदै यो पनौतीको बाटो भएर भक्तपुरमा चाहिँ यो तलेजु भवानी सँगै लिएर आएर होइन तलेजु भवानीलाई चाहिँ कसरी चाहिँ नेपालमा प्रवेश भयो भन्ने कुराहरू यहाँले सायद सुन्नुभएको होला है। जसरी एउटा संक्षिप्तमा भन्नुपर्दा धेरै लामो कथा बेग्लै छ, संक्षिप्तमा भन्नुपर्दा स्वर्गको राजालाई धनको आवश्यकता भएर उहाँले चाहिँ महादेवसँग तपस्या गरेर उहाँले चाहिँ त्यो श्रीयन्त्र प्राप्त गर्नुभएको छ होइन। त्यो श्रीयन्त्र अथवा तलेजु भवानीको जुन चाहिँ त्यो सङ्केतको रूपमा श्रीयन्त्र प्राप्त गर्नुभएको छ। त्यो श्रीयन्त्र इन्द्रले राख्दा राख्दै पूजा आएर सम्वर्धन गर्दा गर्दै पछि आएर चाहिँ यो इन्द्रजित मेघनाथ लङ्काको छोरा रावणको छोराले चाहिँ जितिसकेपछि इन्द्रलाई जितिसकेपछि त्यो श्रीयन्त्र त्यो चाहिँ तलेजु भवानीको जुन प्रतीक छ त्यसलाई चाहिँ उसले जितेर ल्याइसकेपछि त्यो चाहिँ इन्द्रजितले त्यसलाई लिएर रावणलाई दिएछ। रावणले पनि पूजाआजा सबै नियमपूर्वक गर्दा गर्दै पछि आएर चाहिँ रामले जितिसकेपछि त्यो श्रीयन्त्र चाहिँ रामले पूजा गर्नुभयो। रामले पूजा गर्दा गर्दा राम चाहिँ अब स्वदेह स्वर्गारोहण हुने बेलामा त्यसलाई चाहिँ सरयू नदीमा राखेर जानुभएको रहेछ। अनि सरयू नदीमा राखेको त्यो श्रीयन्त्रलाई नै पछि नानीदेवले सपना देखेर पूजा गरेर सुरु गरिरहेको छ। त्यही श्रीयन्त्र चाहिँ पछि आएर चाहिँ हरदेव सिंह राजाले चाहिँ यहाँ यो सिमरनगढतिर राखेको बेलामा त्यहाँ पनि अब मुसलमानहरूको आक्रमणबाट बच्नको लागि त्यो लिएर चाहिँ भक्तपुर प्रवेश गरेको भन्ने चाहिँ एउटा कथा त्यसरी सुन्न पाइन्छ। अर्को कथा यो कामारू कामाक्षमा भक्तपुरको राजालाई कर्मकाण्ड गर्ने व्यक्तिहरू नभएर, जस्तै यहाँ अघि चाहिँ हाम्रो पूर्ण दाइले पनि भन्नुभयो यो नेवार कर्मकाण्ड अथवा हाम्रो सनातन धर्मको कर्मकाण्ड गरेकोमा ब्राह्मण जोशी कर्मचारी यो तिनवटा चाहिँ एकदम आवश्यक रहेछ। यो तिनवटालाई चाहिँ होइन त्रिदेव भन्ने चलन छ। यो त्रिदेव भन्ने कुरालाई चाहिँ साक्षात्कार गर्नको लागि एउटा संस्कृति शिरोमणि हरिराम जोशीले लेख्नुभएको छ एउटा किताब त्रिदेव भन्ने, अनि अर्को एउटा चाहिँ वासुदेव कर्मचारीले लेख्नुभएको छ। उहाँहरू दुईजनाले लेख्नुभएको किताब हामी पाउन सक्छौँ होइन। त्यसमा चाहिँ ब्राह्मण जोशी कर्मचारी, त्यो ब्राह्मणको अर्थ हाम्रो राजोपाटे ब्राह्मण नेवारको ब्राह्मणलाई सङ्केत गरेको छ त्यसमा होइन। ती तिनटैलाई चाहिँ देव स्वरूप देव समान त्रिदेव भन्ने चलन चाहिँ गरिआएको छ। त्यस कारण चाहिँ हामी कर्मचारी त्यो त्रिदेवमध्ये एक देवमा पर्छ, गौरव गर्नुपर्छ होइन। अर्को चाहिँ त्यो भक्तपुरको राजालाई कर्मकाण्ड गर्ने व्यक्ति नभएपछि होइन त्यो भारतको कामारू कामाक्षी देवीको मन्दिर वरिपरि बस्ने कर्म उपाध्याय ब्राह्मणलाई नै ल्याएर कर्मकाण्ड गराएको, अनि कालान्तरमा त्यही कर्म उपाध्याय पछि आएर चाहिँ कर्मचारीको पदवी दिएर त्यसलाई सम्मान गरेको भन्ने कुराहरू सुनिन्छ। त्यस कारण चाहिँ यहाँले के बुझ्नुहोस् भनेदेखि कर्मचारी के हो भन्ने बुझ्नु पर्दाखेरिमा यहाँले चाहे त्यो कर्नाटक वंशीबाट आएको होइन हाम्रो दिदीको किताबमा त्यो उल्लेख छ त्यो कर्मचारी होस्, चाहे त्यो चाहिँ कामारू कामाक्षी देवी इन्डियाको होइन त्यहाँबाट आएको कर्मचारी होस् होइन, अनि चाहे अरू चाहिँ हाम्रो चाहिँ जय स्थिति मल्लको जातिमाला
उल्लेख भएको कर्मचारी ती तीनैवटा चाहिँ कर्मचारीहरू भन्नाले आचार्य कर्मचारी भन्नाले चाहिँ विशेष गरेर नेपालमा 4 प्रकारको पाइन्छ। एउटा गुरुवाचार्य, एउटा पीठाचार्य हैन, एउटा शिवाचार्य, अर्को चाहिँ समथिङ देवाचार्य समथिङ के भनेको छ त्यस्तो गरेको छ। अब पीठाचार्य भनेको पीठ भनेको देवी हो, देवीलाई पूजा गर्ने देव त्यो भयो। अनि गुरुवाचार्य भनेको यो दीक्षा मन्त्र दिने काममा लाग्नेहरू भयो। यो शिवाचार्य भनेको यो यो होम गर्ने जप गर्ने हैन त्यस्तो व्यक्तिलाई भन्छ। अब शिवाचार्यहरूलाई चाहिँ यहाँ बनेपामा चाहिँ शिवाचार्य भन्ने चलन छ। शिवाचार्य हैन अहिले चलनमा चाहिँ शिवाचार्य भन्ने गरिन्छ। तिनीहरू वास्तवमा शिवाचार्य हुन्। तिनीहरू चाहिँ एकदम त्यो यज्ञ गर्नेहरू त्यो रूपमा छ। त्यसमा चाहिँ यी सबैको काम के त भन्दाखेरि चाहिँ हामी मानिसको यो कर्मकाण्ड गरेर उनीहरूलाई चाहिँ मोक्ष दिने, पितृ उद्धार गरिदिने, अनेक किसिमका चाहिँ जुन इच्छा हुन्छ नि त मान्छेहरूको त्यो इच्छा तृप्त गराइदिने किसिमको चाहिँ प्राप्त गराइदिने किसिमको कर्मकाण्ड व्यक्ति कर्मचारीहरू हुन्छ। त्यस कारण चाहिँ त्यही कारणले कर्मचारीहरूलाई चाहिँ एउटा सम्मानित अथवा निवार वर्गमा हैन, अब निवार वर्गमा तपाईँहरूले सुन्नु भएको छ हैन, 6 थरिया 5 थरिया यसरी भन्दै जाँदाखेरिमा चाहिँ यो एउटा उत्कृष्ट 1 नम्बरको निवार वर्गमा 6 थरिया निवार वर्गमा पारेर गर्थ्यो। तर अब यो कर्मचारीहरू माझमा समयको अन्तरालमा बेला बेलामा राजनीति हुने गर्छ। त्यो तपाईँहरूले थाहा पायो नि भन्नुभयो। अहिले चाहिँ हाम्रो राजेन्द्र सरले कहिले भन्नुभएको त्यो पहिला चाहिँ राजाले हैन त्यहाँ कर्मचारीहरूलाई वध गरेर हैन वध गरेर अनि कर्मचारीहरू देशका विभिन्न भागमा भागाभाग हुनु परेको, विभिन्न ठाउँमा बस्नु परेको भनेर चाहिँ जुन भन्नुभयो होइन, त्यसरी त्यो राजनीतिको कारणले कहिले हाम्रो चाहिँ स्थान पद चाहिँ माथि परेको, कहिले तल परेको यो किसिमको भएर आएको चाहिँ उदाहरणहरू छन् होइन। यी भए हामी कर्मचारी के हो र कर्मचारीहरूले हामीले गर्वका साथ कर्मचारी भनेर किन नराख्ने होइन। अब यो अलमलेर श्रेष्ठ राख्ने, प्रणाम राख्ने, के राख्ने के नाख्ने कुरामा चाहिँ हाम्रो अलिनु पर्दैन भन्ने किसिमको लागि यहाँहरूलाई दृढ विश्वास होइन अथवा राम्रोसँग बुझिदिनुहोस् भनेर अनुरोध गर्न चाहन्छु। कर्मचारीहरूले गर्वका साथ कर्मचारी राख्न सक्नुहुन्छ। अब म यसपछि आएर चाहिँ म एउटा दोस्रो चरणको कुरा के भन्न चाहन्छु भनेदेखि हाम्रो अघि पूर्ण दाइले भनिसक्नुभयो, हामीले पहिलो राष्ट्रिय सम्मेलनको पनौतीमा गऱ्यौँ। दोस्रो राष्ट्रिय सम्मेलन अब हामी पोखरामा चैतको 21 गते गर्न गइरहेका छौँ। त्यो राष्ट्रिय सम्मेलनमा भाग लिनको लागि आजभोलि हामीले चाहिँ अहिले नेपालभरमा हामीले चाहिँ 20वटा सङ्गठनहरू भएको र जिल्लाको हिसाबले करिब 30-32वटा जिल्लाहरू हामीले चाहिँ समेटिसकेको भनेर अनुमान गरेका छौँ। किनभनेदेखि यो चाहिँ कुनै कुनै ठाउँमा क्षेत्र रूपमा मात्रै सङ्गठन बनिएको छ, जस्तै पूर्वाञ्चल, जस्तै अब यो चाहिँ यो पश्चिमाञ्चलको रूपमा चाहिँ यसरी चाहिँ 8-10वटा जिल्ला बनेको छ। त्यस कारणले चाहिँ 30-32 जिल्ला चाहिँ कभरेज भएको र चाहिँ अहिले सङ्गठनको रूपमा 20वटा जति सङ्गठन भएको। अब ती सबै क्षेत्रबाट त्यो चाहिँ 21 गते हुने जुन राष्ट्रिय सम्मेलनमा भाग लिनुपर्छ भन्ने हामीले लागेर त्यसमा भाग लिनुको लागि हामीले चाहिँ यो के हामीले चाहिँ भइरहेको छ भने त्यसको यहाँहरूलाई जानकारी दिन चाहन्छु। किनभने कर्मचारी समाजको राष्ट्रिय सम्मेलन तपाईँ हामी सबैको राष्ट्रिय सम्मेलन भएकोले त्यसको इज्जत, त्यसको महिमा, त्यसको गरिमा सबैले त्यो चाहिँ हामीले मनन गर्नुपर्ने र हामीले त्यसलाई सहयोग गर्नुपर्ने, त्यसलाई भाग लिनुपर्ने सबै भएको कारणले गर्दा यहाँ सबैलाई त्यसमा भाग लिनुको लागि म अनुरोध गर्न चाहन्छु। अब भाग लिनेको तरिका के त त्यो एउटा चाहियो है। जस्तै उदाहरणको लागि अब काभ्रे जिल्लाकै म गर्न चाहन्छु। काभ्रे जिल्लामा हामीले चाहिँ बनिपा नगर समिति, पनौती नगर समिति, घुलखेल नगर समिति भनेर 3वटा नगर समिति हामीले चाहिँ बनाइसकेका छौँ। हामीले अब के एउटा उद्देश्य राखेका छौँ भनेदेखि अथवा योजना राखेका छौँ भनेदेखि केही दिन पछाडि नै, केही समय पछाडि नै हामी चाहिँ अब यसलाई चाहिँ त्यो 3वटै नगर समितिबाट र जिल्लाको चाहिँ कार्य समितिको सहभागिताले एउटा चाहिँ त्यो जिल्लाको सभासद बनाएर हामी चाहिँ एउटा चाहिँ जिल्ला
सभा अथवा जिल्ला अधिवेशन हामी गर्दैछौँ। त्यो जिल्ला अधिवेशन जिल्ला सभा गरेर त्यसबाट अहिले नवनिर्वाचित गरेर त्यसबाट जुन छनौट भएका पदाधिकारीहरू, पदाधिकारी भन्नाले 6 जनाको पदाधिकारी हुन्छ हेर्नुहोस्, अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष 6 जनाको पदाधिकारी हुन्छ। ती 6 जनाले भाग लिने एउटा काम त्यो हो है। अर्को काम अब हाम्रो नगर समिति हाम्रो 3वटाबाट त्यसले भाग लिन कसरी पाइन्छ कि पाइँदैन भन्दाखेरि त्यसले सिधै पाइँदैन। त्यसले चाहिँ अब एक त चाहिँ जिल्लामा त्यसबाट प्रतिनिधि आएको व्यक्तिहरू चाहिँ अब जिल्ला बढ्दाखेरि त्यसरी पाइँदैन। त्यस कारणले चाहिँ हामी के एउटा खुल्ला त्यहाँ गरेका छौँ भन्दाखेरि चाहिँ कोही अब त्यो राष्ट्रिय सम्मेलनमा केन्द्रमा भाग लिनको लागि हामीले भाग लिनु पर्यो भनेदेखि त्यसबाट हामी के गर्न सक्छौँ भन्दाखेरि चाहिँ एउटा चाहिँ वर्षको 500 तिरेर 3 वर्षको एकमुष्ट रकम 1500 बुझाएर साधारण सदस्य बनिसकेपछि ऊ चाहिँ अहिले त्यो राष्ट्रिय सम्मेलनको प्रतिनिधि हुन पाइन्छ। एउटा त्यो है 500को दरले 3 वर्षको 1500 तिरेपछि त्यो सम्मेलनको प्रतिनिधि हुन पाइन्छ एउटा। अर्को कुरो चाहिँ 10,000 रुपियाँ तिरेर आजीवन सदस्य बनिदिनु भयो भने त्यो प्रतिनिधि हुन पाइन्छ। दुईटा होइन, यी भए त्यो राष्ट्रिय सम्मेलनको लागि प्रतिनिधिको अर्थ के छ भन्दाखेरि त्यो प्रतिनिधिमा चाहिँ त्यहाँ भोट हाल्न पनि पाउँछ, यदि निर्वाचन भयो भने त्यहाँ चाहिँ उम्मेदवार पनि हुन पाउँछ त्यो चाहिँ। अनि अर्को दोस्रो चाहिँ के छ भन्दाखेरि चाहिँ पर्यवेक्षकले भोट हाल्न पाइँदैन, अरू सबै कुरामा भाग लिन पाइन्छ। प्रतिनिधि भोट हाल्न पाइँदैन, उम्मेदवार हुन पाइँदैन, अरू सबैमा भाग लिन पाइन्छ। त्यसलाई पर्यवेक्षक भन्छ हेर्नुहोस् होइन। पर्यवेक्षकको लागि शुल्क 1500, प्रतिनिधिको लागि 2000 शुल्क लिनेर यो चाहिँ अवसर दिने निर्णय भएको छ। त्यो यहाँलाई म जानकारी दिन चाहन्छु। अनि अर्को कुरो के भनेदेखि हामी यो काभ्रे जिल्लाबाट अब हुन त हाम्रो किरणजीलाई पनि म अनुरोध गर्न चाहन्छु है। यो काभ्रे जिल्लाबाट हामीले एउटा के विचार गरेका